हेलो एभ्रिबडी, आउनुहोस् आजको भिडियो स्टार्ट गरौँ। आज म तपाईँलाई एआईबाट कसरी गीत बनाइन्छ त्यस विषयमा म भिडियो बनाएको छु। यो भिडियो आरम्भ गरौँ। आरम्भमा म तपाईँलाई वेबसाइट देखाउने छु जसबाट मैले भिडियो बनाउने गर्छु। यो वेबसाइट रहेको छ AI Sound Generator.io है। अब यसबाट लगइन गर्नुपर्छ तपाईँको इमेल आइडीले। लगइन गरे पछाडि देख्न सक्नुहुन्छ 6, 8, 10, 12 हुन्छ। जति क्रेडिट धेरै हुन्छ डेली क्रेडिट दिन्छ। यो फ्री भर्जन हो, क्रेडिट हुन्जेलीसम्म। भर्जन 4 भनेर लेखिएको छ र त्यही अनुसार यहाँ देख्न सक्नुहुन्छ मैले लिरिक्स वर्ड फाइलमा बनाइसकेको छु। त्यसलाई मैले कपी गरेर उता पेस्ट गर्नेछु। यहाँ पेस्ट गरिसकेको छु, हेर्नु होला। त्यस पछाडि अब यहाँ छ अलिकति इम्पोर्टेन्ट कुरा है। एउटा लिरिक्स छ, हेर्नु होला। एउटा लिरिक्स छ, एउटा इन्स्ट्रुमेन्ट छ, अनि त्यस पछाडि स्टाइल छ। अब यो हामी अलिकति स्टाइलमा चाहिँ हेर्छौँ भित्रपट्टि। यहाँ लेख्नुपर्ने चाहिँ के हो भनेर यहीँ देखिन्छ। अब यहाँ लेख्नुपर्ने चाहिँ हेर्नु होला, मैले जसरी लेखिरहेको छु त्यही किसिमले तपाईँहरूले पनि कपी गर्ने कोसिस गर्नु होला। तपाईँहरूलाई यसको प्रम्प्ट चाहिन्छ भने तपाईँले मलाई मेसेज या कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईँलाई प्रम्प्ट लेखेर पठाइदिन्छु। यहाँ चाहिँ प्रम्प्ट लेखेको छु मैले। यो चाहिँ प्रम्प्ट लेख्ने ठाउँ हो। अब यहाँ हेर्नुहुन्छ तपाईँहरूले जेनर, मुड्स, भोकल्स, टेम्पोज त्यति रहेको छ। अब त्यही अनुसारले भर्दै जानुपर्छ। अब यो हेर्नु जेनर है, यहाँ अब कुन कुन चाहिन्छ तपाईँहरूले आफै सेलेक्ट गर्न सक्नुहुन्छ। अब मैले क्लासिकल सेलेक्ट गरिरहेको छु। त्यही अनुसारले तपाईँले पनि अब अगाडि ट्रेडिसनल फोल्क्स सेलेक्ट गरेको छु। ट्रेडिसनल फोक सेलेक्ट गरेको छु। अब त्यसरी नै तपाईँले एड गर्न सक्नुहुन्छ। अब जस्तो चाहिन्छ तपाईँलाई, जस्तो मुड अनुसार चाहिन्छ त्यही सेलेक्ट गर्न सक्नुहुन्छ। अब यहाँ भोइस रहेको छ, भोइस मेल भोइस फिमेल भोइस है। मैले चाहिँ अहिलेसम्म फिमेल र मेल भोइस मात्रै युज गरेको छु। तपाईँहरूले अरू पनि सेलेक्ट गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। अब रहेको छ टेम्पोज, त्यही अनुसार तपाईँले टेम्पोज पनि हाल्न सक्नुहुन्छ। यो टेम्पोज रहेको छ, हेर्नु होला भोइस पछाडि। अब यो मेल फिमेल भोइस अरू पनि भोइस रहेका छन्, तपाईँहरूले टेस्ट गर्न सक्नुहुन्छ है। अनि त्यस पछाडि टेम्पोज रहेको छ। अब यो टेम्पोजमा चाहिँ यति छ, तपाईँहरूले सेलेक्ट गर्नलाई स्पिड स्लो कति चाहिन्छ है, त्यही अनुसारले डन गरिदिनु होला। अब यहाँ हेर्नुहोस्, यहाँ जेनेरेट भनेर लेखेको छ। अब यो जेनेरेटमा क्लिक गरिदिनुहोस्। अब तपाईँको यहाँ बनिनलाई सुरु भइसकेको छ है। अब यो चाहिँ अपग्रेड नाउ लेखेको छ नि, हो त्यो चाहिँ होइन। मैले चाहिँ पहिलेका भिडियोहरू डिलिट गर्दैछु। पुराना भिडियोहरू पुराना सङहरू यहाँबाट डिलिट गर्दैछु। यो पुराना सङहरूलाई मैले यहाँबाट हटाउँदैछु। अब जेनेरेट भइरहेको छ, एकछिन पर्खिनु होला। एकछिन पर्खे पछाडि तपाईँको सङ जेनेरेट भइसक्छ। ल, तपाईँको सङ यहाँ यसरी नै जेनेरेट, यहाँ जुन लेखेको छ त्यसरी नै जेनेरेट भइसक्छ। जेनेरेट भए पछाडि तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँसित डाउनलोड गराउनुपर्छ, तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। अलिकति बढी नै टाइम लाग्ने भएको छ, हेर्न सक्नुहुन्छ। ल, अब जेनेरेट भए पछाडि तपाईँले आरामसँगले आफ्नो गीतलाई डाउनलोड गर्न सक्नुहुन्छ। ल, जेनेरेट भइसकेको छ। अब तपाईँलाई यसको लिङ्क यहाँबाट सेयर अप्सनबाट तपाईँले क्लिक गरेर सेयर अप्सनमा जानु होला। यहाँ प्ले गर्न सक्नुहुन्छ। यहाँ प्ले गर्नुभयो भने यहीँ बज्छ है। तपाईँले सेलेक्ट, अब यहाँबाट दुईवटा डाउनलोड भइसकेको छ। यहाँबाट सेयरमा जानुहोस् है, सेयर म्युजिक, त्यसमा कपी गर्नुहोस्। तपाईँको कुनै पनि डाउनलोडर छ भने त्यहाँ लगेर पेस्ट गर्नुहोस्, डाउनलोड भइहाल्छ। मैले अब यसरी मोजिला फायरफक्समा गएर लिङ्कलाई कपी गरेँ, पेस्ट गरेँ। अब यहाँ चाहिँ पेस्ट गरे पछाडि तपाईँले देख्न सक्नुहुन्छ यहाँ आएको छ। अब मैले यहाँ प्ले गरेँ अनि त्यस पछाडि आइडिएमबाट
यसरी मैले डाउनलोड गरेँ। यो मेरो आइडिएम छ, मैले आइडिएमबाट डाउनलोड गरेँ। तपाईँले देख्न सक्नुहुन्छ। हस् त यस्तै रहेको छ, यसरी नै तपाईँले गर्न सक्नुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद अहिलेसम्म भिडियोमा रहनुभयो। थ्याङ्क यू सो मच है। सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू, धन्यवाद।